साह्रो तपाईँले साह्रो गाह्रो भएको हो। ओहो दादालाई साह्रै गाह्रो भयो। दादा एउटा नुवाकोटबाट आएको एउटा भुडी जाँग्री मैले चिनेको छु कि त्यहाँ सानो कोसीमा बस्छ भनेको छ। त्यहाँ गएर म त्यो झाँक्रीलाई लिएर आउँछु पर्यो। त्यो झाँक्रीले राम्रो हेर्छ अरे कि म त्यो झाँक्रीलाई लिएर आएर जोखाना हेराएर तपाईँले के लागेको छ म त्यो झाँक्रीलाई बनाएर लिएर आउँछु। बिन्दु यहाँ आऊ त, यहाँ आऊ तिमी। दादालाई एकछिन हेरेर बस, म त्यो झाँक्री लिएर आउँछु है। दादालाई एकदम गाह्रो भइरहेको छ, खोकी लागिरहेको छ, म झाँक्री लिएर आउँछु है। दाइलाई साह्रै गाह्रो भयो। दाइलाई फेरि जोखाना हेरेर अब के लागेको छ कसो लागेको छ राम्रोसित हेरिदिनु पर्यो हजुर। हो पानी खाने कहिलेदेखि यस्तो भएको? यो धेरै भइसक्यो यो हजुर। के हेरेर बसेर आइसक्यो यस्तो हुँदा बिरामी हुँदा पनि। धेरै भयो है? जसलाई आयो हस्पिटल लगेको छैन, यो मेडिकलको दबाई लिएर आएर खानिदिनु। झन् सानो हो कि के हो कि लागु भएको नि केही छ कि त्यही भएर त्यो गुरुबालाई लिएर आएर लागु भएको पन्छाएर अनि हस्पिटल लैजाउँ यानि कि के लाग्यो हुन्छ सर? मेडिकलको हस्पिटल मात्रै मेडिकलमा पनि औषधि मात्रै नै हुँदैन कि यस्तो कुराहरू लाग्या हुन्छ होइन। त्यस कारणले गर्दा यो औषधिले नछुनुको कारण के हुन्छ भने भित्र लाग्या हुन्छ क्या हो। त्यस कारणले गर्दा उसलाई के लाग्यो हेर्छ। खै नानी अलिकति चामल र धुप्ल्याउ त म हेरिदिन्छु। के चाहिन्छ? चामल ल्याऊ त अलिकति धुप्ल्याउ अनि फेरि भेटिएर हालिदियो। बिन्दु ल गुरुबा आयो, चिन्ता नगर। अब गुरुबाले हेर्छ यहाँ के लागेको छ। खै नानी ल्याउ त। ल खै चामल खै चामल ल्याऊ। समय भगिसकेको छ। भाइलाई चाहिँ तिम्रो दाइलाई चाहिँ देवीले चाहिँ नाक उठाएर हानिदिएको रहेछ। अनि अब यस्तो नाक उठाएर हानिदिएको रहेछ। अनि यो औषधि खाएर कहाँ हुन्छ तिम्रो दाइले? देवीले नाक उठाएर हानिदिएपछि चौपया चाहिँ छ कालो, निखर कालो, कुनै खुन नभएको दाग नभएको निखर कालो चाहिँ छ। बिन्दु कहाँ छ होला त? हाम्रो गाउँमा कतै छ साइली घरमा कालो बोकाई? बोका सन्दले हुँदैन, निखर कालो छ कि छैन त्यो होइन। त्यो अब चारकुटी पनि भएन भने अब काम चलाउनु पर्छ होइन। एउटा कालो भाले भए नि हुन्छ। कालो भाले त घरमै छ होला, म लिएर आउँछु। ठिक छ। त्यो चाहिँ अब चाहिँ आइतबार अलि राम्रो हुन्छ यो नागलाई चाहिँ पुज्नलाई होइन। त्यस कारणले गर्दा अहिले म चाहिँ यसलाई चाहिँ यसो ठोकेर जान्छु म होइन। के हुन्छ आज रात भोलि आइतबार छ नि त, आज शनिबार आइतबार हो होइन। भोलि आइतबार आएर त्यो कालो भाले ल्याएर मान्छेहरू के हो चाहिँ पूजा चाहिँ नागले चढाइदिएपछि अनि ठिक हुन्छ। हुन्छ हस् हस् अहिले के छ अघिले जात बजेपछि खोइ लाइटर खोइ लाइटर ल ठिक हुन्छ ठिक हुन्छ भाइ। ल के रोग लाग्छ मान्छेहरूलाई। बुढेसकाल भएपछि एउटा न्यु के जानलाई अब परमेश्वर तपाईँ परमेश्वर एक देवी बजारमा केही गरेको छैन, केही बुझेको छैन। अन्जान बारेर के गरेको तपाईँले आज पनि पुजेको छैन। मुटु खाने ताती खाने खोकी लाने केही पनि केही जानेको छैन, केही बुझेको छैन। अन्जान छोडिदियो भगवान् तपाईँलाई भोलि आइतबार पारे तपाईँलाई चाहिँ चौपया कालो चौपया तपाईँलाई केही खुर्खान केही नभएको तपाईँलाई कालो निखर कालो चौपया ल्याए तपाईँलाई बुझाउने छु। तपाईँले केही नगरिदिनुहोस् यसलाई, छोडिदिनुहोस्। आजबाट छोडिदिनुहोस् है तपाईँले। केही जानेको छैन अन्जान बाला।
कुचो 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 खोइ कुचो अनि बिस्तारै ल भाइ अब मैले अघि भने दाइलाई चाहिँ देवीले नाक उठाएर राखिदिएको छ मैले अहिले फुकिदिएको छ यो नाकले फुकिदिएको छ होइन अब भरे रातभरि के हुन्छ होइन मलाई लाग्छ ठिक हुन्छ नै होइन यदि उहाँलाई ठिक भएन भने अझै चाप्यो भने चाहिँ त्यो चौपाया अघि नै मैले भने कालो बोका निखर कालो चाहिन्छ होइन त्यो चन्दरे सन्दरे केही हुनुहुन्न होइन दुईवटा सिङ भोगाउनुपर्छ त्यो चाहिन्छ यदि अब त्यो भएन भने अब त्यसको छेउमा चाहिँ एउटा कालो भाले चाहिन्छ कालो भाले भोलि आइतबार ट्याक्क पारेर चाहिँ उसले चाहिँ पुजिदिनु पऱ्यो ठिक हुन्छ चिन्ता नगर अब होइन भोलि कति बजी तयारी गर्नुपर्छ गुरुबा भोलि यस्तै 5 बजी ट्याक्क चाहिँ बेलुका 5 बजी उसलाई चाहिँ हामीले बुझाउनुपर्छ 5 बजी तयारी गर्नु होइन गर्नु मैले चिनिहालेँ म आफै लिन आउनु पर्दैन म आफै आउँछु है ठिक हुन्छ ल है यो नागले गर्दा नै औषधि नलागिरहेको के मैले हस्पिटल लानु पर्दैन पर्दैन अब भोलि हामीले नाक बुझाइदिइसकेपछि के हुन्छ अनि तपाईँ है यो दबाईहरू आज नखानु आज यो झाँक्रीले पुगेको बेलामा कहिले पनि यो दबाई खानिदिनु हुँदैन किनभने यो दबाई भएर खाने यो झाँक्रीले पुगिहाल्दा बिस हुन्छ कि है त्यस कारण नखानिदिनु आज रातभरि नखानिदिनु अब भोलि एकचोटि चाहिँ फेरि म आएर होइन है के गर्नु गरौँ है ल ल ल मको लागि झाँक्रीमा ल्याएर जसले उपचार गरेको झन् गाह्रो भयो दाजुलाई दाइले चापे जस्तो छ त्यहाँ पर त्यो सुमाना सिस्टर छ सुमाना सिस्टरलाई बोलाएर ल्याउनु पऱ्यो के छ खर्च पर्छ कस्तो छ मसँग अलिअलि छ तिमीसँग छै छैन ल म गएर लिएर आउँछु सुमाना सिस्टरलाई अब पछि हामीले गर्दै गरौँला म सिस्टरलाई बोलाएर ल्याउँछु है मैले सिस्टर लिएर आएको छु मैले सिस्टर अब अघि झाँक्री लिएर आएको झाँक्री लिएर चेकअप गराएर अनि झाँक्री गरेर गएको यसरी चाप्यो ल बुवा लामो सास फेर्नुहोस् त एकचोटि बुवालाई साह्रै गाह्रो भएको रहेछ बुवाले गाडी खानुहुन्छ भनेको मान्नुहुन्न हामीले अब त्यसरी होइन लुकेर लुकेर खाइदिनु रहेछ हजुरहरूले चेक गर्न लानु पर्दैन अनि अब मेडिकलबाट दबाई ल्याएर खानिदिने अनि त्यसले पनि भएन अनि हाम्रो उता झाँक्री थियो एउटा जानी जाने थियो अल्ल उसलाई ल्याएर देखाउँदाखेरि नाग लागेको अरे देवी लागेको भन्नुभयो अनि ढुक्क मिकाएर जानुभयो अनि झन् च्याप्यो त्यही भएर नि हजुरलाई अनि लिनु गएको तपाईँहरूले एकदम गलत गर्नुभयो नि बुवालाई जाँडसी खाने भइसकेपछि उहाँलाई टिभी हुनसक्छ छातीमा एकदम खराब देखिरहेको छ हजुरहरूले अब हामी खाएको देखाएर बस्ने हो त नि हस्पिटल लानु पऱ्यो नि त चेक गर्नु पऱ्यो उहाँलाई जाँडसी खानालाई रोक्नु पऱ्यो खाना दिनु भएन यस्तो भइसकेपछि चाँडै नै हस्पिटल लगेर चेकअप गराउनु पऱ्यो नि त यसरी राख्नु भयो त उहाँलाई गाह्रो भइसक्यो यसरी हजुरहरूले यसरी राख्नु भयो भने उहाँलाई पछि अब टिभीबाट क्यान्सरबाट पनि उहाँलाई गाह्रो भएर केही हुनसक्छ हजुरले धेरै माइलो हस्पिटल लगेर चेक गराउनु पर्छ यसरी राख्नु होइन है यसरी यस्तो यस्तो गर्नु अहिले हामी आएर हजुरलाई लिनु गएको अब हामी सकेसम्म आजै लिएर जान्छौँ हस्पिटल अब रात पनि पर्यो के गर्ने अहिले राति लिएर जाने कि भोलि उज्यालो भएर लाने ढिलो नगर्नु लानुपर्छ किनकि बाबा एकदम गाह्रो भइसक्यो होइन
त्यसो भए गाडी बोलाउँछु है त म त्यो पल्लो गरी श्यामेको गाडी छ त्यो श्यामेले कल गरेर म गाडी बढाइहाल्छु ल, मैले हजुरलाई भनेको छु अबदेखि जाँड नखाने यो स्वास्थ्यको लागि धेरै हानिकारक छ यसले गर्दाखेरिमा हजुरको ज्यान पनि लिन सक्छ होइन अब हजुरलाई मैले भनिसकेँ चेकअप गरिसकेको ढिलो नगरिकन अब हस्पिटल लगिहाल्नुहोस् है ढिलो नगर्नुहोस् ल म लागेँ है हस् ल फोन गर्छु है त म त्यो गाडी लिएर जानु पर्यो हेलो श्याम कहाँ छौ बाबु तिमी लौ न मेरो यहाँ दाइ साह्रै सिरियस भयो गाडी लिएर आउनु भयो तुरुन्तै यहीँ घरमै त्यो हस्पिटल लिएर जानु पर्यो ल बाबु ल्याएर त ल्याएर तिमी घरमै छ होइन ल आइहाल त त्यो दाइले यो हस्पिटल लगिहाल्नु पर्यो ल ल आइहाल बाबु ल आइहाल बोकेर जानु पर्यो गाडी एकछिन